वेलकम टु माई गाइज एन्ड नमस्ते सबै सन्चै हुनुहुन्छ। म पनि सन्चै। आज चाहिँ टक्क बिहान बिहान घाँस काटेर टक्क बसिरहेको। आज चाहिँ दौडै पलान्छ के खोलातिर गइदिने होइन, माछा मारिदिने। टक्क ल खोला पनि पुग्यो। त्यसपछि दैन्य पारेर दादाहरू हामीहरू मिलेर बाँस साथ लगाएर सुन्न पारेर सबै रेडी पारेर थुन्यो। अब चाहिँ माछा चाहिँ डढो छ क्या, यहाँ चाहिँ बब्बाल छ माछा। करेन्ट सरेन्ट पनि ल्याएको छ क्या हामीले। सुन्नु अलिकति यो हल्का सुधाएर धेरैमा लाग्दैन नि त, करेन्ट धेरै पानीमा। त्यो पानीमा टक्क मिलाएर हालिदिएको। यहाँ चाहिँ माछा छ क्या, परेको छ कुर्लो भन्छ कि यसलाई चाहिँ। यता चाहिँ दाइबाट कुरमा हेरेर मात्र कि माछा खेलिरहेको थियो, सम्झेपछि करेन्ट लाउनु हुनुहुन्थ्यो क्या। त्यसरी यता साइडमा चाहिँ यता साइडमा चाहिँ क्या माछा खेलिदिइरहेको थियो कि। यहाँ चाहिँ हामीले एउटा ढडिया भन्छन् कि, यहाँ ढडिया थापेछौँ कि हामीले यहाँ टक्क पारेर। त्यसपछि नि यहाँनिर माछा खेलिरहेको छ कि त्यस्तो ठाउँमा। टक्क त्यहाँ माछा छ दाइ, त्यहाँ माछा छ कि त्यहाँ माछा छ कि टक्क यस्तो माछा छ नि खोलामा आजभोलि। यहाँ कचर यहाँ पानी हल्का धमिलो छ र माछा गाई भइहाल्छ कि देखिँदैन। यहाँ चाहिँ परेको छ कि, यसलाई चाहिँ कुरिलो भन्छ कि। हेर न ल, हेर है, जस्ट लुक म देखाउँछु तिमीलाई। यसलाई चाहिँ एउटा असुलो एउटा तेले माछा भन्छ क्या। दुईवटा माछा परिदिएर चाहिँ यहीँ राखिदिनु, पछि तानेर लगाउनुपर्छ नि त। हामीले नै खाने यो कसले खान्थ्यो होइन। टक्क हामी चाहिँ फेरि सुइँ परेको। ल मेरो थोपडा हेर न क्या छ कि